हजुरहरूले भनेअनुसार नै आज हामी मोमोको रेसिपी लिएर आएको छौँ। रेसिपी कसरी बन्छ त मोमो भनेर टक्क लाएर फुल भिडियो लिएर आइराखेको छु। यो चाहिँ हाम्रो डेमो हो। यसरी बनाउनुपर्छ मोमो भनेर टक्क नजानेको मान्छेहरूले चाहिँ यसरी बनाउन सकिन्छ। मोमोभित्र पिठो हालेर टक्क यस्तो गोटी गोटी काटेर टक्क बुट्टा त्यस्तो हुनुपर्छ। ल स्टार्ट गरौँ त आजको मोमो बनाउनको लागि। टक्क लाएर हाम्रो मोमो बनिसकेपछि यस्तो हुन्छ। हाम्रो चाहिँ एक प्लेटमा 6 पिस जान्छ। टक्क लाएर हाम्रो सेफ सरहरूले गोटी काट्दै हुनुहुन्छ। गोटी एउटै लेभलको हुनुपर्छ। चट्ट बेल्दाखेरि गोलो पातलो चट्ट लाएर मिलेको हुनुपर्छ। अनि यस्तै गरी गरी आज चाहिँ हाम्रो सेफ सरहरू माझ मुसु मुसु हाँस्दै कसले मिठो बनाउने चौम्रो कसले राम्रो बनाउने भनेर त्यहाँ कुरा भइराखेको थियो। अनि टक्क ल हजुरहरूले पनि बनाउनुहुन्छ बवाल भनेर म चाहिँ ल भिडियो खिचेर आज म देखाइदिन्छु त भनेर टक्क लाएर म चाहिँ भिडियो खिच्नु लागेँ। अनि टक्क हाम्रो सेफ सरहरूले बवाल बनाउनुहुन्छ है छोरा म चाहिँ। अनि बनाउँदा बढाउँदै अनि यस्तै हो। एनिवेज गाइस सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। मेरो ब्लग चाहिँ के कस्तो लाग्छ मिनी ब्लग होइन हेरेर टक्क कमेन्ट गर्नु चाहिँ नबिर्सिनु भन्दै आजको मिनी ब्लग चाहिँ म यहाँ नै समाप्त गर्छु। बिस्तारै मेरो फुल भिडियोहरू चाहिँ युट्युबमा पनि आउँछ। अब युट्युबमा गएर मेरो चाहिँ युट्युब च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु है भन्दै हजुरहरूको मायाको एकदम धेरै खाँचो छ। किनकि मैले नयाँ स्टार्टिङ गरेको नि त न्यू जर्नी त्यसैले हजुरहरूको मायाको एकदम धेरै खाँचो छ। हस् त नमस्ते सबैजनालाई मिठो